Namaskar सबैजनालाई. I welcome you all to Apple family. So let's continue our session on class 10 ICSE को geography को part 2 को second chapter that is climate of India है. So यसको मैले दुईटा भागमा भिडियो बनाएको थिएँ. That is first part. First part मा I have completed what is climate, what is the difference between climate, weather, त्यसको बादमा regional variations, त्यसको बादमा different factors affecting the climate of India, and त्यसको बादमा I have discussed about the तपाईको two different wind system, monsoon wind system, that is तपाईको summer monsoon wind system र winter monsoon wind system है. त्यसको बादमा चाहिँ आजको यो तपाईको this is the second part, just I'll be talking about the four different seasons of India. अनि नो जसले यो भिडियो डाइरेक्ट आउनुहुन्छ त्यसले उहाँहरुले चाहिँ के गर्नुपर्छ भन्दाखेरि डेफिनेटली यु शैल वाच दैट फर्स्ट पार्ट. यो भिडियो अगाडि हेर्नु लागि तपाईले डाइरेक्ट तपाईको फर्स्ट पार्ट हेर्नुस्. फर्स्ट पार्ट हेरेर यो भिडियो हेर्नुहुन्छ चाहिँ तपाईले के गर्नुहुन्छ डेफिनेटली बुझ्नुहुन्छ. सो फर्स्ट वाच दैट भिडियो अनि त्यसको बादमा यो भिडियो हेर्नु भने चाहिँ सो यु विल अन्डरस्ट्यान्ड द एन्टायर च्याप्टर इन वन गो. सो नाउ विदाउट फर्दर डिले विल स्टार्ट द सेसन. अनि आजको सेसन विल टक अबाउट द फोर सीजन्स अफ क्लाइमेट अफ इंडिया. सो हाम्रो इन्डियामा कुन चाहिँ सिजन हुन्छ भन्दाखेरि दैट इज यो तपाईको एउटा हुन्छ समर सिजन. यसलाई के भन्छ तपाईको समर सिजन. ठीक छ. यसलाई हामी के भन्छ रेनी सिजन. रेनी सिजन. यसलाई हामी के भन्छ अटम सिजन. and this is your winter season. So there are four different seasons. What are those? That is summer season, rainy season, autumn season and winter season. अब summer season लाई के पनि भन्छ तपाईको hot and dry season पनि भन्छ. It starts from March to May. अनि अर्को के छ that is your hot and wet season जसलाई हामी rainy season पनि भन्छ. अर्को नामले हामी यसलाई साउथ वेस्ट मनसुन सिजन पनि भन्छ. that is पानी पर्ने महिना जुन टु सेप्टेम्बर. अनि अर्को autumn season हामी के भन्छ रिट्रिटिङ पनि भन्छ. रिट्रिटिङ मनसुन सिजन पनि भन्छ या फिर साउथ वेस्ट मनसुन दैट इज रिट्रिटिङ. जो साउथ वेस्ट मनसुन छ त्यो रिटर्न ब्याक हुन्छ त्यसलाई हामी रिट्रिटिङ साउथ वेस्ट मनसुन सिजन पनि भन्छ. अनि अर्को के छ कोल्ड एन्ड ड्राई सिजन पनि भन्छ या फिर विन्टर सिजन पनि भन्छ या फिर नर्थ ईस्ट मनसुन सिजन पनि भन्छ. दैट स्टार्ट फ्रम डिसेम्बर टु फेब्रुअरी. नाउ लेट अस सी इन डिटेल्स अबाउट द फर्स्ट इज समर सिजन और द हट ड्राई समर. ठीक है. अब यसको टाइममा टेम्परेचर के हुन्छ समर सिजनको टाइममा टेम्परेचर इन मोस्ट पार्ट अफ इंडिया. सो अलमोस्ट अल पार्ट अफ इंडिया मोस्ट पार्ट अलमोस्ट अल त भन्दैछ मोस्ट पार्ट अफ इन्डियामा चाहिँ टेम्परेचर कति छ 30 डिग्री देखि चाहिँ 32 डिग्री सेल्सियस सम्म बस्छ. सो एभरेजमा भनेको एन्टायर इन्डियामा एभरेजमा टेम्परेचर कति बस्छ 30 डिग्री 30 डिग्री देखि तपाईको 32 डिग्री सम्म चाहिँ एभरेज टेम्परेचर बस्छ. साउथ इन्डियामा चाहिँ के हुन्छ तपाईको एकदमै इन्टेन्स खालको हुँदैन. नर्थ इन्डियामा हेर्नुस् है त नर्थ इन्डियामा एकदमै इन्टेन्स वेदर कन्डिसन हुन्छ. इन्टेन्स एकदमै डरलाग्दो घाम लागिरहेको एकदमै डरलाग्दो एक्सट्रिम टेम्परेचर हुन्छ. तर साउथ इन्डियामा के हुँदैन त्यस्तो डरलाग्दो टेम्परेचर हुँदैन. एउटा माइल्ड मोडरेट क्लाइमेटै हुन्छ. ठिकै छ. अब के को कारणले गर्दा बिकज अफ द इन्फ्लुएन्स अफ द सी. सो के हुन्छ तपाईको साउथ इन्डिया फर एक्जाम्पल यहाँ साउथ इन्डिया. सो यो तपाईको साउथ इन्डिया यहाँनिर के छ तपाईको अरेबियन सी. यहाँ के छ तपाईको बे अफ बेंगल अनि मुनि के छ तपाईको इन्डियन ओसन. सो यो इन्फ्लुएन्स अफ द सी यो सी को कारणले गर्दाखेरि तपाईको साउथ इन्डिया जस्तै केरला कर्नाटका तपाईको तमिलनाडु केरला कर्नाटका तमिलनाडु जस्तो जग्गाहरु आन्ध्र प्रदेश जस्तो जग्गाहरु के हुन्छ एकदमै अलिकति त्यस्तो डरलाग्दो एक्सट्रिम वेदर कन्डिसन हुँदैन. घाम त्यस्तो डरलाग्दो लाग्दैन. टेम्परेचर त्यस्तो बेसी हुँदैन. मोडरेट क्लाइमेट हुन्छ या फिर मरीटाइम क्लाइमेट हुन्छ. के को कारणले गर्दा बिकज अफ द प्रेजेन्स अफ द सी और द इन्फ्लुएन्स अफ द सी. के को कारणले गर्दा इन्फ्लुएन्स अफ द सी. अब अल नर्दर्न पार्ट अफ इन्डिया चाहिँ कन्टिनेन्टल टाइप अफ क्लाइमेट छ. यहाँनिर एकदम एक्सट्रिम टेम्परेचर हुन्छ जस्तो राजस्थान एरिया पंजाब हरियाणा एकदमै डरलाग्दो दिल्ली एकदमै डरलाग्दो तपाईको 45 47 48 डिग्री सेल्सियस सम्म पुग्छ. तर तपाईको नर्थ इन्डियामा चाहिँ एकदम एक्सट्रिम हुन्छ. तर साउथ इन्डियामा तपाईको 26 डिग्री देखि तपाईको 32 डिग्री सेल्सियस भित्रमा तपाईको टेम्परेचर बस्छ. दैट इज इक्विटेबल क्लाइमेट मोडरेट क्लाइमेट मरीटाइम क्लाइमेट हुन्छ. साउथ इन्डियामा नर्थ इन्डियामा एक्सट्रिम कन्टिनेन्टल क्लाइमेट हुन्छ. ठिकै छ. अब प्रेसर कन्डिसन कस्तो हुन्छ अब समरको टाइममा के हुन्छ तपाईको समरको टाइममा के हुन्छ तपाईको हाई प्रेसर हुन्छ एकदमै सरी जस्ट गिभ मी अ मिनेट. तपाईको के हुन्छ हाई टेम्परेचर हुन्छ. सो समरको टाइममा के हुन्छ एकदम हाई टेम्परेचर. सो मैले अस्ति नै तपाईलाई भने दैट इज टेम्परेचर हाई भने प्रेसर के हुन्छ लो. सो कस्तो कन्डिसन हुन्छ प्रेसर कन्डिसन लो प्रेसर कन्डिसन. मैले अस्ति भनेको छु दैट इज टेम्परेचर हाई हो भने तपाईको प्रेसर के हुन्छ कम्ती हुन्छ. अनि टेम्परेचर लो हो भने तपाईको प्रेसर के हुन्छ बेसी हुन्छ. अनि विन्ड हमेशा कहाँबाट कहाँ हुन्छ हाई प्रेसरबाट कहाँ तपाईको लो प्रेसरमा जान्छ. अब हट एन्ड ड्राई समरको सिजनको टाइममा के हुन्छ टेम्परेचर एकदमै हाई टेम्परेचर हुन्छ.
सो टेम्परेचर हाई भने प्रेसर कन्डिसन के हुन्छ लो हुन्छ सो त्यही चीज नै लेखिराख्छ सो प्रेसर कन्डिसन हाई टेम्परेचर डेभलप्स इन द कन्टिनेन्ट सो हाई टेम्परेचर भएपछि के हुन्छ व्हिच कजेस अ लो प्रेसर सो कहाँनिर थार डेजर्ट छोटा नागपुर प्लाट्यू जस्तो जग्गामा के हुन्छ एकदमै लो प्रेसर हुन्छ बिकज अफ द हाई टेम्परेचर ठिकै छ नो विल सी एउटा क्लासिक चीज छ जसमा चाहिँ हामीले यो एक्जाम पर्सपेक्टिभमा एकदम इम्पोर्टेन्ट छ दैट इज समर सिजनको टाइममा दैट इज देयर इज अ कन्सेप्ट अफ लोकल विन्ड्स सो जब समर सिजन हुन्छ त्यहाँनिर एउटा तपाईको गस्टी विन्ड्स फ्लो हुन्छ एकदमै तातो हावा फ्लो हुन्छ त्यसलाई हामी के भन्छ लोकल विन्ड्स आई रिपिट समर सिजन जब हुन्छ त्यो समर सिजन हुँदाखेरि तपाईको नर्दर्न पार्ट अफ इन्डियामा एकदमै तातो हावा फ्याँक्छ तातो हावाको त्यो बग्छ त्यो तातो हावालाई के भन्छ हामी लू भन्छ के भन्छ हामी लू भन्छ सो नो व्हाट इज लू सो लू इज कन्सिडर्ड एज one of the striking feature of the तपाईको समर सिजन one of the striking feature of the hot weather season त्यो कस्तो एउटा स्ट्रङ गस्टी विन्ड्स हुन्छ कहाँ ब्लो गर्छ तपाईको नर्दर्न पार्ट अफ इन्डिया या फिर नर्थ वेस्टर्न पार्ट अफ इन्डिया या फिर नर्थ वेस्टर्न पार्ट अफ इन्डिया सो स्टेट्स भन्नु भने तपाईले के लेख्न सक्छ पंजाब हरियाणा र यूपी सो मेजरली यो तीनटा स्टेट्स के तपाईको पंजाब हरियाणा यूपी दैट इज नर्दर्न पार्ट अफ इन्डिया एन्ड नर्थ वेस्टर्न पार्ट अफ इन्डिया में एकदम स्ट्रङ गस्टी तातो हावा बग्छ त्यही हावाको नाम चाहिँ के हो लू हो त्यही हावाको नाम चाहिँ के हो तपाईको लू सो ठिकै छ अब यतिखेर टेम्परेचर कतिसम्म पुग्छ 45 डिग्री सेल्सियस देखि 50 डिग्री सेल्सियस सम्म पनि के गर्छ पुग्छ जसले गर्दा चाहिँ के हुन्छ हिट स्ट्रोक्स हुन्छ के हुन्छ हिट स्ट्रोक हुन्छ So now this is about loo. So जब समर सिजन एक्सट्रीम समर सिजन लागेको टाइममा तपाईको पंजाब हरियाणा यूपी मा मान्छे थुप्रो मर्छ सो के हुन्छ डेथ कज बाइ द हिट स्ट्रोक्स एकदमै बेसी टेम्परेचर भएको कारणले गर्दा हिट स्ट्रोक भएर मान्छेको डेथ पनि हुन्छ दैट इज कॉल्ड बिकज द लू है दैट इज गस्टी स्ट्रङ गस्टी विन्ड्स तातो हावा ठीक छ अब अर्को के छ तपाईको काल बैशाखी व्हाट इज काल बैशाखी सो काल बैशाखी के एउटा तपाईको हेभी रेनफल कन्डिसन हो सो के को थन्डरस्टर्म्स हुन्छ एकदम चट्याङ हान्छ बिजुली चम्किन्छ है चट्याङ हानेर बिजुली चम्किन्छ त्यसको बाद के हुन्छ तपाईको एकदमै डरलाग्दो पानी पर्छ हुरी बतास चल्छ सो के भन्छ यसलाई चाहिँ हामी बैशाखी भन्छ के भन्छ यसलाई काल बैशाखी भन्छ के भन्छ यसलाई काल बैशाखी भन्छ जसलाई हामी के पनि भन्छ क्यालेमिटी अफ द मंथ अफ बैशाख सो वैशाख महिनाको टाइममा सो वैशाख महिनाको टाइममा क्यालेमिटी डिजास्टर्स चीजहरु भएको कारणले गर्दा चाहिँ हामीलाई के भन्छ काल बैशाखी वैशाख महिनाको काल त्यसलाई के भन्छ क्यालेमिटी फर द मंथ अफ बैशाख हामी यसलाई काल बैशाखी भन्छ र यो कता कता हामीले देख्नु पाउँछ तपाईको वेस्ट बेंगल र आसाममा अब एकदम एक्सट्रीम हेभी रेनफल त्यसको बाद थन्डरस्टर्म्सहरु हुन्छ अनि यसको कारणले गर्दाखेरि चाहिँ आसाममा चाहिँ यसलाई के भन्छ हामी बर्दोली छेरा पनि भन्छ के भन्छ बर्दोली छेरा भन्छ जसले गर्दा चाहिँ हामीले के गर्छ वेस्ट बेंगलमा चाहिँ के कल्टिभेट गर्न सक्छ तपाईको जुट र राइस कल्टिभेट गर्न सक्छ यो काल बैशाखको टाइममा अनि आसाममा चाहिँ के कल्टिभेट गर्न सक्छ हामी टी जसरी हाम्रो नर्दर्न स्टेट्समा पंजाब हरियाणा र यूपीमा लू थियो एउटा इम्पोर्टेन्ट चीज पढ्नु पर्ने त्यसरी नै हामीले वेस्ट बेंगल र आसाममा के पढ्नु पर्यो काल बैशाखी कि व्हाट इज काल बैशाखी सो जुन चाहिँ वैशाख महिनामा एकदमै डरलाग्दो पानी पर्छ थन्डरस्टर्म्स लाइटनिङ भएर गडाङगुडुङ गरेर पानी पर्छ जसलाई के पनि भन्छ क्यालेमिटी फर द मंथ अफ बैशाख यसलाई के भन्छ आसाममा तपाईको बर्दोली छेरा पनि भन्छ अनि यो डरलाग्दो पानी पर्छ यो समयमा वैशाख महिनाको टाइममा काल बैशाखी भन्छ जसलाई त्यसले गर्दा चाहिँ वेस्ट बेंगलमा के उगाउन सक्छ राइस र जुट कल्टिभेसनको लागि इट्स भेरी मच फेभरेबल अनि आसाममा चाहिँ केको लागि फेभरेबल इट्स फर द कल्टिभेसन अफ टी सो दिस अबाउट द काल बैशाखी अनि अर्को इम्पोर्टेन्ट चीज चाहिँ के गर्छ अब थन्डरस्टर्म्स र रेनफल कता पनि आउँछ थन्डरस्टर्म्स र रेनफल कता पनि पर्छ तपाईको केरलामा पनि अनि कर्नाटका कोस्टमा ठिकै छ जसरी तपाईको आसाम र वेस्ट बेंगलमा काल बैशाखी बन्यो त्यसरी नै तपाईको थन्डरस्टर्म्स र डरलाग्दो पानी चाहिँ कहाँ पर्छ तपाईको केरला र कर्नाटकाको कोस्टमा सो त्यतिखेर जब तपाईको केरलामा तपाईको पानी पर्यो भने त्यसलाई के भन्छ हामी म्याङ्गो सावर्स भन्छ कहाँनिर तपाईको केरलामा पानी पर्छ लिटल अमाउन्ट अफ रेनफल दैट ह्यापन्स इन द केरला सो अलिअलि पानी पर्छ जो केरलामा त्यसलाई हामी के भन्छ म्याङ्गो सावर्स अब किन म्याङ्गो सावर्स भनेको किन जो यो पानी पर्छ त्यसले चाहिँ तपाईको आँप जुन चाहिँ म्याङ्गोला छ त्यसलाई छिटो पकाइदिन्छ सो त्यसै कारण यसलाई के भन्छ म्याङ्गो सावर्स यस्तो यो पानी परेर के गर्छ जुन चाहिँ आँप पाक्दै गर्छ त्यसलाई अझै छिटो पकाइदिन्छ ड्यू टू द अर्ली राइपनिङ अफ द मैंगोज सो अर्ली राइपनिङ छिटो आँप पकाएको कारणले गर्दा चाहिँ यो खालको पानीलाई के भन्छ हामी केरलामा तपाईको के भन्छ दिस इज कॉल्ड
तपाईको म्याङ्गो सावर्स। अनि यस्तै खालको रेनफल जसले चाहिँ के गर्छ तपाईको कर्नाटकामा हुन्छ, त्यसलाई के हामी भन्छ चेरी ब्लोसम सावर भन्छ, या फिर यसलाई हामी के भन्छ कफी सावर पनि भन्छ। के भन्छ कफी, किन कफी प्लान्टेसनको लागि यो सावर एकदम इम्पोर्टेन्ट छ कहाँनिर कर्नाटकामा। सो फेरि एकपल्ट भन्छु लु कहाँनिर हुन्छ पंजाब हरियाणा यूपी। आई विल राइट इन्स्टेड, आई विल राइट इट डाउन सो दैट तपाईहरुले एकदमै यसलाई राम्रोसँगले बुझ्न सकोस्। सो लु हेर्नुस् है त, लु के हो, दिस आर यो स्ट्रङ गस्टी विन्ड्स कहाँ हुन्छ पंजाब हरियाणा र यूपी। तो पंजाब हरियाणा र यूपी। अर्को के छ काल बैशाखी। तो काल बैशाखी कहाँ छ वेस्ट बेंगल र आसाम। आसाममा के पनि भन्छ यसलाई बर्दोली छेरा पनि भन्छ, बर्दोली छेरा पनि भन्छ। आसाममा के कल्टिभेट गर्न सक्छ टी, वेस्ट बेंगलमा जुट र राइस। ठिकै छ। अर्को के छ तपाईको दिस इज यर म्याङ्गो सावर्स। म्याङ्गो सावर्स के को लागि कतानिर तपाईको केरला। केरलामा के गर्छ यसले अर्ली राइपनिङ अफ द म्याङ्गोज। त्यसको अर्को के छ चेरी ब्लोसम सावर। के भन्छ चेरी ब्लोसम सावर। सो यो कहाँनिर कर्नाटकामा। तो यो के को लागि फेभरेबल छ, इट इज फेभरेबल फर द कल्टिभेसन अफ और द प्लान्टेसन अफ तपाईको कफी। त्यसलाई के पनि भन्छ चेरी ब्लोसम सावर पनि भन्छ, या फिर यसलाई कफी सावर पनि भन्छ। के भन्छ कफी सावर पनि भन्छ कहाँनिर कर्नाटकामा। सो दिस आर द इम्पोर्टेन्ट क्वेशन्स और इम्पोर्टेन्ट टपिक्स रिलेटेड टु द आईसीसी एक्जामिनेशन्स, राइट। सो नाउ विल टक अबाउट द अर्को दैट इज साउथ वेस्ट मनसुन सिजन, जसलाई हामी के पनि भन्छ रेनी सिजन पनि भन्छ। के भन्छ हामी रेनी सिजन पनि भन्छ। अब मैले अस्ति भनिसके तपाईलाई दैट इज व्हाट ह्यापन्स के हुन्छ भन्दाखेरि समर महिना। सो पहिला के हुन्छ तपाईको समर महिना। सो समर महिनाको टाइममा चाहिँ यो ल्यान्ड मास चाहिँ गेट्स हिटेड इन एक्सट्रिम वे। सो किन हामीलाई याद छ कि ल्यान्ड गेट्स हिटेड फास्टर एन्ड कुल्स भेरी फास्टर। यो ल्यान्ड एकदमै डरलाग्दो हिट हुन्छ। सो हिट भयो भने चाहिँ टेम्परेचर एकदमै बेसी हुन्छ, टेम्परेचर एकदमै बेसी भएपछि तपाईको प्रेसर के हुन्छ एकदमै कम्ती हुन्छ। अब यसको आसपासमा के छ तपाईको सराउन्डिङ वाटर बडिज छ। सराउन्डिङ वाटर बडिज, अब यो वाटर बडिज के छ तपाईको यो सराउन्डिङ वाटर बडिजमा के हुन्छ, अब ल्यान्ड एकदमै तातेपछि टेम्परेचर हाई भएपछि यो वाटर बडिज गेट्स कुलर फास्टर, गेट्स हिटेड भेरी स्लो। सो एकदमै ढिलो हिट हुन्छ भनेपछि टेम्परेचर के हुन्छ यहाँनिर कम्ती हुन्छ। सो टेम्परेचर कम्ती भएपछि के हुन्छ यहाँनिर प्रेसर एकदमै बेसी हुन्छ। नाउ विन्ड स्टार्ट फ्लोइङ। अब विन्ड कसरी फ्लो हुन्छ, विन्ड अलवेज फ्लो फ्रम हाई प्रेसर टु लो प्रेसर। अब यहाँनिर हाई प्रेसर क्रिएट भइरहेको छ, हाई प्रेसर भएपछि यहाँनिर विन्ड स्टार्ट्स फ्लोइङ। के हुन्छ यहाँनिर विन्ड फ्लो हुन थाल्छ। अब जब विन्ड फ्लो हुन थालेपछि चाहिँ के हुन्छ, विन्ड फ्लो हुन थालेपछि नौ अब यो विन्ड चाहिँ कता जानु थाल्छ तपाईको वाटर बडीबाट कतापट्टि तपाईको ल्यान्ड मासपट्टि जानु थाल्छ। अब कुन चाहिँ डाइरेक्सनमा जाँदैछ यो, इट इज स्टार्टिङ फ्रम द साउथ। यो तपाईको नर्थ हो, यो तपाईको साउथ हो, यो वेस्ट हो, यो तपाईको ईस्ट हो। अब साउथ वेस्ट डाइरेक्सनबाट यो विन्ड गएको कारणले गर्दा यसलाई के भन्छ साउथ वेस्ट मनसुन विन्ड पनि भन्छ। नौ यही विन्ड गएर नै के गर्छ अल ओभर इन्डियामा के गराउँछ पानी पराउँछ। त्यसै कारण गर्दा यसलाई साउथ वेस्ट मनसुन सिजन पनि भन्छ, या फिर रेनी सिजन पनि हुन्छ। जब चाहिँ जुनदेखि कहिलेसम्म सुरु हुन्छ, जुनदेखि कहिले सेप्टेम्बरसम्म हुन्छ। सो अब यो जुन महिनाको टाइममा यहाँबाट जब तपाईको यो रेन एन्टर हुन्छ, साउथ वेस्ट मनसुन एन्टर हुन्छ, यसलाई नै हामी के भन्छ साउथ वेस्ट मनसुन सिजन या फिर रेनी सिजन। अब जो यो साउथ वेस्ट मनसुन छ यो कतिवटा भागमा बाँटेको छ, दुईटा भागमा। अब किन दुईटा भागमा बाँट्यो भन्दाखेरि हेर्नुस् त, इन्डियाको कस्तो छ यो बेसमा साउथ साइडमा टेपर्ड भएको छ। टेपर्ड भनेको यसरी चुच्चो खुम्चेक छ, यस्तो 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 हुँदैछ, यस्तो ट्रायंगल शेपमा के हुँदैछ, ट्रायंगल शेपमा के हुँदैछ। टेपर्ड भनेको यहाँ फाकिनु, यहाँ फाकेर यहाँ न्यारो न्यारो हुँदै आउनु। सो यहाँ के हुन्छ तपाईको इन्डिया टेपरिङ टुवर्ड्स द साउथ। तो यहाँबाट जब साउथ वेस्ट मनसुन विन्ड आउँछ हाम्रो, जब साउथ वेस्ट जब के हुन्छ हाम्रो साउथ वेस्ट जस्ट गिभ मी अ मिनेट। जब इन्डियाबाट यहाँबाट हाम्रो साउथ वेस्ट मनसुन विन्ड आउँछ, कहाँबाट इंडियन ओशनबाट अरेबियन इंडियन ओशनबाट आउँछ साउथ वेस्ट मनसुन विन्ड बिकज अफ द हाई प्रेसर द लो प्रेसर, बिकज विन्ड फ्लो फ्रम हाई प्रेसर टु लो प्रेसर, हाई प्रेसर टु लो प्रेसर। सो जब यहाँबाट जाँदाखेरि चाहिँ यो टेपरिङ भएको कारणले गर्दा चाहिँ यो जुन चाहिँ तपाईको मनसुन विन्ड छ त्यसलाई दुईटा भागमा बाँड्दिन्छ। त्यसले चाहिँ अरेबियन सी ब्रान्च भन्छ, अर्को वेस्ट बेंगल ब्रान्च। सो एउटाबाट यहाँबाट आउनेलाई के भन्छ हामी अरेबियन सी ब्रान्च भन्छ। सो यहाँबाट आउनेलाई हामी के भन्छ बे अफ बेंगल ब्रान्च। किन यहाँनिर के छ तपाईको अरेबियन सी छ, अरेबियन सी छ, यो भागमा के छ, यो भागमा हाम्रो अरेबियन सी छ, अनि यो भागमा के छ हाम्रो बे अफ बेंगल छ, बे अफ बेंगल।
So जुन चाहिँ मनसुन विन्ड छ सो इट इज डिवाइडेड इन टू ब्रान्चेस दैट इज अरेबियन सी ब्रान्च अर्को के छ तपाईको बे अफ बेंगल ब्रान्च छ अब यो फेरि अरेबियन सी ब्रान्च जो फेरि त्यो तीनटा फर्दर भागमा डिवाइड भएको छ के भन्छ फर्स्ट भागले कता पानी पठाइन्छ तपाईको वेस्टर्न घाटमा फर्स्ट भागले कता पानी पठाउँछ वेस्टर्न घाटमा ठिकै छ अनि सेकेन्ड भागले कहाँ पठाउँछ पानी दैट इज बम्बईको नर्थ अफ बम्बई सो कहाँ छ यहाँनिर बम्बई छ रे तपाईको यानी के छ तपाईको बम्बई सो नर्थ अफ बम्बईमा अनि अर्को भागले कहाँ पानी पराउँछ तपाईको दैट इज यो कच्छ पेनिन्सुला सौराष्ट्र पनि भन्छ यसलाई कच्छ पेनिन्सुलामा पानी पराउँछ सो यसलाई के भन्छ तपाईको अरेबियन सी ब्रान्च अब बे अफ बेंगलले अब यो बे अफ बेंगलले कता कता पानी पराउँछ हेर्नुस् है त बे अफ बेंगलले कता कता पानी पराउँछ ठीक छ अब मैले फेरि एकपल्ट गरिदिन्छु दैट इज यहाँबाट जुन चाहिँ साउथ वेस्ट मनसुन आउँछ तपाईको साउथ वेस्ट मनसुन आएपछि के हुन्छ तपाईको दुईटा भागमा बाटिन्छ के भागमा बाटिन्छ तपाईको यो हो अरेबियन सी ब्रान्च अरेबियन ब्रान्च यता के छ तपाईको बे अफ बेंगल ब्रान्च ठीक छ अरेबियन सी ले कता ब्रान्चले कता कता पानी पराइन्छ तपाईको एउटा छ वेस्टर्न घाट वेस्टर्न घाट अर्को पर्छ तपाईको बम्बईमा अर्को कहाँ पर्छ तपाईको दैट इज य सौराष्ट्र पेनिन्सुला अर द कच्छमा ठीक छ अब बे अफ बेंगल ब्रान्चले कता पराउँछ भन्दाखेरि तपाईको यहाँबाट आउँछ अनि यो कता गइदिन्छ तपाईको एउटा यहाँनिर गंगा प्लेन्समा पानी पराइदिन्छ अर्को कहाँ पराउँछ तपाईको यहाँबाट पोस्छ अनि ब्रह्मपुत्र भ्याली जहाँनिर यहाँ तपाईको के छ गारो खासी र जन्तीय सो गारो खासी र जन्तीय सो गारो हिल्स खासी हिल्स र जन्तीय हिल्स कहाँनिर छ तपाईको यहाँनिर नर्थ इस्टमा यहाँ डरलाग्दो पानी पराउँछ सो यहीँनिर चाहिँ के छ तपाईको मेगा मौसिनराम चेरापुन्जीहरु चाहिँ कहाँ छ यहीँनिर छ गारो खासी र जन्तीय हिल्सको कता साइडमा विन्डवर्ड साइडमा कतापट्टि विन्डवर्ड साइड किन मैले लास्ट क्लास पार्ट 1 मा भनिसकेको छु जब यहाँबाट रेन आउँछ तपाईको यहाँबाट सरी जब यहाँबाट मनसुन विन्ड आउँछ सो यो दैट इज गारो हिल्स खासी हिल्स जन्ती हिल्स यो मनसुन विन्डलाई के गरिदिन्छ ब्लक गरिदिन्छ सो ब्लक गरेपछि यहाँनिर के हुन्छ पानी पर्छ सो जब त्यो साउथ वेस्ट मनसुन विन्ड बे अफ बेंगल ब्रान्च चाहिँ कोसित गएर ठोकिन्छ गारो खासी जन्ती हिल्सतिर ठोकिन्छ यहाँनिर के गर्छ एकदम डरलाग्दो पानी पर्छ सो यो पानी परेको कारणले गर्दा चाहिँ के हुन्छ चेरापुन्जी र मौसिनराममा एकदमै एक्सट्रिम के हुन्छ तपाईको पानी पर्छ दैट्स व्हाई इट इज कन्सिडर्ड द वेटेस्ट प्लेस इन द वर्ल्ड जस्ट किन भन्दाखेरि बिकज इट इज लोकेटेड इन द विन्डवर्ड साइड तर यसको पछाडीपट्टि जस्तो यसको पछाडीपट्टि चाहिँ के हुँदैन पानी पर्दैन बिकज इट इज लोकेटेड इन द लीवर्ड साइड और इट इज लोकेटेड इन द रेन स्याडो जोन ठीक छ अब यो के भयो तपाईको दिस आर य तपाईको साउथ वेस्ट मनसुन विन्डको नो लेट्स सी अब मैले के भने ठीक हो कि हैन बिकज आई जस्ट सेड दैट सो अब तपाईलाई भेरिफाई गर्नु पर्यो यहाँ लेखेको चीजहरु अब हेरौँ है त सो के भन्दैछ दैट इज कहिलेबाट सुरु हुन्छ दैट इज यो सिजन जुनबाट सुरु भएर कहिलेसम्म हुन्छ सेप्टेम्बरसम्म हुन्छ एकदमै डरलाग्दो पानी पर्छ केको कारणले गर्दा साउथ वेस्ट मनसुन विन्डको कारणले गर्दा त्यसको बादमा अचानक पानी पर्छ त्यसलाई के भन्छ हामी बर्स्ट अफ मनसुन भन्छ के भन्छ बर्स्ट अफ मनसुन हुन्छ अनि फर्स्टमा जब पानी परेपछि कति समयको लागि यसलाई के हुन्छ अलिकति ब्रेक हुन्छ त्यसलाई के भन्छ हामी ब्रेक अफ मनसुन पनि भन्छ फेरि भन्छु अचानक सडन पानी पर्दाखेरि के भन्छ हामी यसलाई बर्स्ट अफ मनसुन however अब कति दिनसम्म अलिकति पानी परेन भने के भन्छ यसलाई ब्रेक अफ मनसुन पनि भन्छ त्यसको बादमा which is the first state to receive the rainfall that is the Kerala so किन भन्दाखेरि केरला का लोकेटेड छ यहाँनिर सो केरला कोस्टमा चाहिँ के हुन्छ फर्स्ट रेनफल चाहिँ कोले एक्सपिरियन्स गर्छ तपाईको केरला कोस्टले रिसिभ गर्छ फर्स्ट रेनफल किन मैले भने दैट इज जुन चाहिँ अरेबियन सी ब्रान्च छ यो तीनटा जग्गा यसले के गर्छ पानी पराउँछ एउटा के भने वेस्टर्न घाटको कुन चाहिँ हामीले केरला कोस्टमा चाहिँ फर्स्ट रेनफल रिसिभ हुन्छ जसलाई हामी के पनि भन्छ तपाईको sorry mango showers early ripening of the mango है केरला त्यसको बादमा केरला सो के भन्दैछ द फर्स्ट स्टेट टु रिसिभ द मनसुन shower is your केरला and the last and also the last to cease withdrawal so last पनि कहाँबाट जान्छ केरलाबाटै जान्छ किन जब फर्किन्छ रिट्रिटिङ मनसुन जब रिट्रिटिङ मनसुनमा पढाउँछु त्यतिखेर म भन्छु अनि त्यसको बादमा के छ अब यो जो साउथ वेस्ट मनसुन विन्ड छ सो यो जो साउथ वेस्ट मनसुन विन्ड छ यो कतिवटा भागमा बाटेको छ दुईटा भागमा सो के हो एउटा अरेबियन सी ब्रान्च अर्को के छ बे अफ बेंगल ब्रान्च सो त्यही चीजहरु
सो कतिवटा भागमा बाटेको छ अरेबियन सी ब्रान्च, अब के छ बे अफ बेंगल ब्रान्च। सो अरेबियन सी ब्रान्च हेरौँ। सो अरेबियन सी ब्रान्चले फर्दर कतिवटा ब्रान्चमा बाटेको छ, तीनटा ब्रान्च। के भन्दैछ, एउटा ब्रान्चले कोलाई पानी पराउँछ वेस्टर्न घाटमा। सो मैले त्यही भने, एउटा ब्रान्चले कोलाई वेस्टर्न घाटमा, वेस्टर्न घाटमा। त्यसको बाद अर्को ब्रान्चले के गर्छ तपाईको, दैट इज नर्थ अफ बम्बई। सो नर्थ अफ बम्बई कोस्टमा के गर्छ, यसले पानी पराउँछ कतानिर तपाईको बम्बई कोस्टमा पानी पराउँछ। यो बम्बई कोस्टमा पानी पराउँदैछ। त्यसको बादमा अर्को ब्रान्चले के गर्दैछ, दैट इज तपाईको सौराष्ट्र या फिर कच्छ पेनिनसुलातिर के गर्दैछ, यसले पानी पराउँदैछ। सो कहाँनिर कच्छतिर पानी पराउँदैछ। सो दिस आर द थ्री ब्रान्चेस जसमा चाहिँ अरेबियन सी ब्रान्च फेरि बाटेर तीनटा, फर्स्टमा वेस्टर्न घाट, त्यसको बादमा बम्बईको नर्दर्न पार्ट अफ बम्बई, नर्दर्न कोस्ट अफ बम्बई, त्यसको बादमा कच्छतिर तपाईको पानी पराउँछ। अब त्यसैगरी बे अफ बेंगल ब्रान्च के छ, तपाईको गंगा प्लेन्स, मैले अघि भने बे अफ बेंगल को कता कता, यी गंगा प्लेन्समा कता कता तपाईको गंगा प्लेन्समा पानी पराउँछ। त्यसको बादमा कहाँ पानी पराउँछ तपाईको ब्रह्मपुत्र प्लेन्समा, जसमा गारो खासी र जन्तीय हिल्समा तपाईको ठोकेपछि यहाँ मौसिनराम मेघालयमा डरलाग्दो पानी पराउँछ यही लाइनमा योमा। अनि नआउने साइडलाई के भन्छ, पानी नपर्ने साइडलाई विन्डवर्ड साइड भन्छ। ठिकै छ, तो यही चीज लेखेको छ यहाँनिर। दैट इज अ गंगा प्लेन, ब्रह्मपुत्र भ्याली, गारो खासी एन्ड जन्तीय हिल्स अफ मेघालय। मैले भनिदिइसकेको छु, दैट इज गारो खासी एन्ड जन्तीय हिल्स। यो के हो, गारो हिल्स, यो खासी हिल्स, यो जन्तीय हिल्स। तीनटा हिल्समा डरलाग्दो पानी पराउँछ यो बे अफ बेंगल ब्रान्चले। त्यसको बादमा के हुन्छ, दैट इज चेरापुंजी मौसिनराम is located in the crest of the southern Garo Khasi Hills, receiving the highest annual rainfall in the world. So सबैभन्दा ज्यादा पानी कहाँ पाउँछ तपाईको वेटेस्ट प्लेस इन द वर्ल्ड, दैट इज मौसिनराम एन्ड चेरापुंजी। ठिकै छ। अब यो के भन्दैछ, एउटा चीज सबभन्दा इम्पोर्टेन्ट, तमिलनाडु कोस्ट चाहिँ ड्राई हुन्छ यो टाइममा। सो तमिलनाडु कोस्ट चाहिँ किन ड्राई हुन्छ, सो वेयर इज तमिलनाडु कोस्ट, सो तमिलनाडु कोस्ट त तपाईको यहाँनिर छ। सो तमिलनाडु कोस्ट का छ तपाईको यहाँनिर तमिलनाडु कोस्ट छ, यहाँनिर तमिलनाडु कोस्ट छ। अब तमिलनाडु कोस्ट चाहिँ यो टाइममा चाहिँ ड्राई हुन्छ, किन भन्दाखेरि जब यहाँबाट तपाईको साउथ वेस्ट मनसुन विन्ड जान्छ। सो यो के, दिज आर प्यारलल टु इच अदर। सो प्यारलल टु, जसरी अघि हाम्रो अरावली, सो अरावली जस्तो अरावली का छ यहाँनिर छ। तो यहाँबाट साउथ वेस्ट मनसुन विन्ड जाँदाखेरि अरावलीमा के गरेको थिएन, राजस्थानमा पानी पराएको थिएन। किन, बिकज साउथ वेस्ट मनसुन विन्ड इज प्यारलल टु द अरावली। सो ठोक्किनु पाएको भए चाहिँ पानी पर्थ्यो। जस्तै वेस्टर्न घाटमा ठोक्किराख्छ, यहाँनिर वेस्टर्न घाटमा ठोक्किराख्छ, त्यसै गारो खासी हिल्समा ठोक्किराख्छ। यदि यो अरावली हिल्समा ठोक्किन पाएको भए राजस्थानमा पानी पर्थ्यो, राजस्थानको जुन चाहिँ आज स्टेट छ त्यस्तो हुन्थेन। त्यसरी नै तमिलनाडुमा चाहिँ यो टाइममा चाहिँ पानी पर्दैन, किन भन्दाखेरि जब तपाईको यहाँबाट साउथ वेस्ट मनसुन विन्ड जान्छ, लेट मी ड्र, जब यहाँबाट साउथ वेस्ट मनसुन विन्ड, जब तपाईको यहाँबाट के जान्छ, तपाईको साउथ वेस्ट मनसुन विन्ड यसरी जान्छ, त्यतिखेर चाहिँ तपाईको के हुन्छ, दैट इज अरावली चाहिँ यहाँ के हुन्छ, प्यारलल बसेको हुन्छ। सो सिन्स अरावली, सिन्स तमिलनाडु कोस्ट इज बिङ प्यारलल टु द साउथ वेस्ट मनसुन विन्ड्स, सो यो टाइममा चाहिँ के हुँदैन तपाईको उसमा चाहिँ पानी पर्दैन, कहाँनिर तमिलनाडुमा पानी पर्दैन। सो त्यही चीज लेखेको होला। लेट्स सी, द तमिलनाडु कोस्ट remains dry during this season. This is because Tamil Nadu coast is located parallel to the Bay of Bengal branch of the southwest monsoon. So त्यही चीज भन्दैछु मैले, that is यो पनि parallel छ, यो पनि parallel छ, they are parallel to each other, that's why Tamil Nadu coast remains dry. ठीक है। So now we'll move forward. अर्को season के हो, this is retreating season. अब यो retreating season चाहिँ के हो भन्दाखेरि चाहिँ, so what is this retreating season? So यसलाई एक्सप्लेन गरौँ ड्राइङ गरेर है। सो रिट्रिटिङ सिजन भन्नाले चाहिँ हामी के बुझ्छौँ भन्दाखेरि चाहिँ दैट इज के छ तपाईको, फर एक्जाम्पल यहाँनिर के छ तपाईको, से लेट्स ड्र द म्याप अफ इन्डिया। फेरि दिस म्याप अफ इन्डिया। अब के भयो, यहाँबाट साउथ वेस्ट मनसुन विन्ड पस्यो, यसरी पस्यो, यहाँबाट यसरी पस्यो, यहाँबाट यसरी पस्यो, यहाँबाट यसरी पस्यो, पस्दै 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 जान्छ। यहाँनिर के छ तपाईको, हिमालयस छ। ठीक छ। अब यो साउथ वेस्ट मनसुन विन्डलाई चाहिँ कसले बाहिर निक्लिनु दिँदैन, दिस इज द मोस्ट इम्पोर्टेन्ट फंक्सन अर द तपाईको के छ, हिमालयको एउटा तपाईको हामीप्रति देन छ, इन्डिया कन्ट्रीपट्टि के हो, इट इज अ कन्ट्रिब्युसन। दैट इज यो जो साउथ वेस्ट मनसुन विन्ड छ, जो यो साउथ वेस्ट मनसुन विन्ड छ, यसलाई चाहिँ के गर्दैन, हिमालयले बाहिर निक्लिनु दिँदैन। किन, यसलाई एक्ट एज अ ब्यारियर, अनि यसलाई कता रिटर्न गरिदिन्छ, ब्याक हाम्रो फेरि बाहिर रिटर्न गरिदिन्छ। तो यो जो जान्दैछ साउथ वेस्ट मनसुन विन्ड, तो यो साउथ वेस्ट मनसुन विन्ड यहाँ भित्र पस्दैछ। अब त्यसको बादमा यो जब रिटर्न हुन्छ, तो जब रिटर्न हुन्छ यो
यो रिटर्न हुन्छ गएपछि जब तपाईको मनसुन सिजन सकेपछि दे स्टार्ट रिटर्निङ ब्याक गएपछि के हुन्छ त्यो रिटर्न ब्याक हुन्छ त्यही रिटर्निङ ब्याकलाई नै के भन्छ हामी रिट्रिटिङ मनसुन विन्ड आई रिपिट जो यो साउथ वेस्ट मनसुन विन्ड छ जो रेड वाला जो यो साउथ वेस्ट मनसुन विन्ड छ यो भित्र पस्छ सो बाइ एन्ड अफ द तपाईको के हुन्छ मनसुन सिजनको टाइम मनसुन सक्दै गएपछि के हुन्छ दे स्टार्ट रिट्रिटिङ ब्याक यो के हुन थाल्छ दे स्टार्ट रिट्रिटिङ ब्याक सो यसलाई नै हामी के भन्छ तपाईको रिट्रिटिङ मनसुन भन्छ सो व्हाट इज रिट्रिटिङ मनसुन यसलाई नै हुन्छ जो साउथ वेस्ट मनसुन जान्छ त्यो रिभर्स ब्याक आउँछ रिभर्सल हुँदै जान्छ त्यसलाई नै के भन्छ हामी रिट्रिटिङ मनसुन सो लेट्स सी द साउथ वेस्ट मनसुन स्टार्ट्स रिट्रिटिङ फ्रम द नर्थ इन्डिया इन अर्ली अक्टोबर के हुन्छ जब तपाईको विन्टर रेनी सिजन दैट इज जुन टु सेप्टेम्बरमा रेनी सिजन सक्छ अब जब अक्टोबर महिना लागेपछि चाहिँ के हुन्छ अक्टोबर महिना चाहिँ के हुँदै जान्छ त्यसको आफ्नो मोइस्चर पनि सक्छ जुन चाहिँ यो ओसन बडीबाट यहाँ ओसन बडी दैट इज अरेबियन सी बे अफ बेंगलबाट लगेको मोइस्चर के हुँदै जान्छ सक्दै जान्छ अनि बाइ सेप्टेम्बर चाहिँ उसले मोइस्चर सबै सेट गरिसक्छ सो यो जुन चाहिँ साउथ वेस्ट मनसुन विन्ड छ यसले यहाँबाट लगेको सीबाट लगेको मोइस्चर चाहिँ सकिसक्छ त्यसको बादमा चाहिँ के हुन्छ अब यिनीहरू रिट्रिट हुँदै आउँछ कहाँ आउनु थाल्छ फेरि यो रिट्रिट ल्यान्डबाट रिट्रिट हुँदै कहाँ आउनु थाल्छ यो तपाईको सी पट्टि आउनु थाल्छ त्यसले नै हामी के भन्छ दैट इज रिट्रिटिङ मनसुन भन्छ ठीक छ अब कुन चाहिँ महिनामा हुन्छ यो अक्टोबरमा हुन्छ अब सिन्स यहाँबाट गएको हावा जो दैट इज साउथ वेस्ट जो सीबाट गएको हावाले सबै आफ्नो चिसो मोइस्चर सकिसक्छ त्यसको बाद अब यो के हुन्छ ड्राई एयर हुन्छ त्यसको बादमा चाहिँ यसले एकदमै डरलाग्दो हिट स्टार्ट हुन्छ त्यहाँनिर त्यसलाई के भन्छ हामी अक्टोबर हिट पनि भन्छ हेरौँ है त सो द साउथ वेस्ट मनसुन स्टार्ट्स रिट्रिटिङ फ्रम नर्दर्न इन्डिया इन अर्ली अक्टोबर सेप्टेम्बर अक्टोबर हेन्स द मन्थ अफ अक्टोबर नोभेम्बर इज नोन एज के भन्छ रिट्रिटिङ मनसुन त्यसै कारणले गर्दा जुन चाहिँ मन्थ अक्टोबरको महिना या फिर नोभेम्बरको महिना छ जब चाहिँ के गर्छ तपाईको साउथ वेस्ट मनसुन विन्ड रिट्रिट गर्छ ब्याक आउनु थाल्छ सो ब्याक आउनु थाल्छ यसलाई नै के भन्छ रिट्रिटिङ मनसुन ठिकै छ अब यो रिट्रिटलाई चाहिँ कसरी मार्क गर्छ दिस रिट्रिट अफ द मनसुन इज मार्क्ड बाइ क्लियर स्काइज एन्ड ड्रप्स इन द नाइट टेम्परेचर के हुन्छ एकदमै क्लियर स्काई हुन्छ अनि टेम्परेचर चाहिँ राति हुँदो चाहिँ के हुन्छ घट्छ सो आसमान एकदम के हुन्छ खुला हुन्छ कुनै पानी सानी पर्दैन केही पानी पर्दैन एकदमै खुला आकाश हुन्छ तर नाइटमा चाहिँ टेम्परेचर ड्रप हुन्छ यसलाई चाहिँ के हुन्छ हाई टेम्परेचर एन्ड ह्युमिडिटी हुन्छ अनि बिहान पाका दिउँसो टाइममा चाहिँ एकदमै ज्यादा टेम्परेचर अनि एकदमै ज्यादा ह्युमिडिटी हुन्छ त्यसलाई नै हामी के भन्छ अक्टोबर हिट भन्छ के भन्छ अक्टोबर सो त्यसै कारणले हामीलाई याद छ कि दशैंको टाइममा एकदमै दामी घाम लाग्छ किन दशैंमा अलमोस्ट अक्टोबर टाइमतिर हुन्छ सो अक्टोबरको टाइममा एकदमै दामी घाम चर्को घाम लागिरहेको हुन्छ त्यो के को कारणले गर्दा बिकज अफ द अक्टोबर हिट किन भन्दाखेरि जुन चाहिँ यहाँबाट गएको मोइस्चर लगेर गएको हुन्छ यिनीहरूले सेट गर्दै गर्दै सबै मोइस्चर सकिसकेको हुन्छ त्यसको यो फर्किँदा यिनीहरूले ड्राई हुन्छ यो के पनि हुँदैन ड्राई मोइस्चरलेस विन्ड हुन्छ अनि यसको के हुन्छ आकाशमा एकदम क्लियर हुन्छ कुनै पानी सानी पर्दैन टेम्परेचर एकदम ड्रप हुन्छ अनि दिउँसोको टाइममा एकदम हुन्छ एकदम ह्युमिड खालको हुन्छ त्यसै कारण गर्दा त्यो टाइममा एकदमै हिट हुन्छ त्यसलाई के भन्छ हामी अक्टोबर हिट भन्छ के भन्छ यस कस्तो कन्डिसन छ अप्रेसिभ वेदर कन्डिसन त्यही कारणले गर्दा तपाईले गरम जग्गातिर अक्टोबरतिर एकदम चर्को घाम लाग्छ र सिलगढीमा अहिलेको घाम अर्कै हुन्छ दैट इज जुन जुलाईको घाम अर्कै हुन्छ र अक्टोबर नोभेम्बरको टाइमको घाम अर्कै खालको हुन्छ सो त्यसलाई के भन्छ हामी अक्टोबर हिट भन्छ ठिकै छ अब यतिखेर चाहिँ के हुन्छ जब रिट्रिटिङ हुँदै गरेको जब रिट्रिट हुँदै गरेको हुन्छ हेर्नुस् है त सो अघि जान्दै थियो अघि यहाँ के गर्दै थियो तपाईको अघि यहाँबाट के गर्दै थियो तपाईको साउथ वेस्ट मनसुन विन्ड जान्दै थियो साउथ वेस्ट मनसुन विन्ड जान्दै थियो त्यतिखेर चाहिँ कोस्कोमा पानी पराएन यहाँ तमिलनाडु कोस्टमा या फिर कोरोमण्डल कोस्ट के भन्छ यसलाई कोरोमण्डल कोस्ट या फिर तमिलनाडु कोस्टमा चाहिँ साउथ वेस्ट मनसुन विन्डले पानी पराएन किन भन्दाखेरि बिकज तमिलनाडु कोस्ट या फिर कोरोमण्डल कोस्ट इज प्यारलल टु द साउथ वेस्ट मनसुन विन्ड अब के गर्छ यहाँबाट साउथ वेस्ट मनसुन विन्ड फर्किन्छ अब यहाँबाट गएपछि के हुन्छ फर्किन्छ अब फर्किँदाखेरि चाहिँ यसले दामी पानी चाहिँ कोस्टमा पराउँछ तपाईको तमिलनाडु कोस्टमा पराउँछ जब यो फर्किन्छ जब यो तपाईको के हुन्छ दैट इज साउथ वेस्ट मनसुन विन्ड फर्किन्छ तब यो फर्किँदै गर्दाखेरि चाहिँ यहाँनिर के छ तपाईको बे अफ बेंगल सो यो फर्किँदै गरेको सो से दिस यो फर्किँदै गरेको छ यो फर्किँदै गरेको जो विन्ड छ मनसुन विन्डले के गर्छ फेरि बे अफ बेंगलमा पानी पाएपछि के गर्छ यसले मोइस्चर उठाउँछ यहाँबाट के उठाउँछ मोइस्चर उठाउँछ यहाँबाट मोइस्चर उठाउँछ यहाँबाट मोइस्चर उठाउँछ यहाँबाट मोइस्चर उठाउँछ अब जब यहाँबाट यस्तो छिर्छ त्यतिखेर चाहिँ यहाँनिर तमिलनाडु कोस्टमा के गर्छ डरलाग्दो पानी पराउँछ त्यसलाई हामी के भन्छ नोभेम्बर रेन पनि भन्छ
नोभेम्बर रेन पनि भन्छ के भन्छ नोभेम्बर रेन आई रिपिट फेरि एकपल्ट जस्तो यहाँबाट गयो यहाँबाट जाँदाखेरि यो प्यारल भएको कारणले गर्दाखेरि तमिलनाडु कोस्टमा पानी परेन तर जब फर्किन्छ जस्ट गिभ अ मिनट आइ एम रियली सरी जब फर्किँदाखेरि जब साउथ वेस्ट मनसुन विन्ड फर्किन्छ यसले के क्यारी गरेर आउँछ बे अफ बेंगलबाट यो साउथ वेस्ट मनसुन विन्डले के गर्छ मोइस्चर पक्रेर आउँछ त्यतिखेर यहाँनिर जो तमिलनाडु कोस्ट छ यो यहाँबाट चाहिँ के गर्छ डरलाग्दो पानी चाहिँ कता पराएर जान्छ तमिलनाडु कोस्टमा पानी पर्छ कहिले नोभेम्बरको महिनामा किनभने यो कहिलेदेखि रिट्रिट हुन थाल्छ कहिलेदेखि साउथ वेस्ट मनसुन रिट्रिट हुन थाल्छ अक्टोबर अर्ली अक्टोबरदेखि सो रिट्रिट हुँदै 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 जान्छ जब यहाँनिर आइपुग्छ रिट्रिट हुँदै त्यो कुन चाहिँ महिना हुन्छ नोभेम्बरको महिनामा हुन्छ नोभेम्बरको महिना हुन्छ अब नोभेम्बरको महिनामा यो तमिलनाडु कोस्टमा जो पानी पराउँछ त्यसलाई हामी के भन्छ नोभेम्बर रेन पनि भन्छ के भन्छ वी कॉल इट एज अ नोभेम्बर रेन सो दिस इज द कॉज फॉर रेन इन द कोरोमंडल कोस्ट राइट सो यो चीज यहाँ लेखेको छ आई डोन्ट नो ओके यहाँ लेखेको छ सो दिस इज कॉज फॉर द नोभेम्बर रेन अब यहाँ के सोर्स अफ रेनफॉल फर पंजाब सो पंजाब र हरियाणामा कुन चाहिँ जग्गाले कस्तो चीजले रेनफल दिन्छ भन्दा पहिला कुरा वेस्टर्न डिस्टर्बेन्सेस सो व्हाट इज वेस्टर्न डिस्टर्बेन्सेस सो वेस्टर्न डिस्टर्बेन्सेस इज दैट डिस्टर्बेन्सेस दैट अकर्स इन द मेडिटेरेनियन सी सो जो मेडिटेरेनियन सीमा जुन चाहिँ डिस्टर्बेन्सेस अकर हुन्छ साइक्लोन क्रिएट हुन्छ त्योबाट चिसो हावा आउँदै आउँदै गएर चाहिँ कता हुन्छ हाम्रो नर्थपट्टि दैट इज पंजाब हरियाणामा चाहिँ रेनफल दिन्छ के कारणले गर्दा वेस्टर्न डिस्टर्बेन्सेसले कारणले गर्दा अर्को साउथ वेस्ट मनसुन विन्ड फ्रम द अरेबियन ब्रान्च सो अरेबियन सी ब्रान्चबाट जुन चाहिँ यहाँबाट जान्छ यहाँबाट कता पानी पर्छ पंजाब हरियाणामा पानी पराउँछ अर्को कुरा चाहिँ के पनि भन्दैछ दैट इज साउथ वेस्ट मनसुन विन्ड फ्रम द बे अफ बेंगल ब्रान्च के कसरी भन्दाखेरि चाहिँ के हुन्छ यहाँबाट सो कहाँबाट तपाईको यहाँबाट बे अफ बेंगल ब्रान्च जान्छ सो यहाँबाट घुमेर गएर चाहिँ यहाँ पनि पानी पराइदिन्छ सो यो पनि के हो दिस इज सोर्स अफ रेनफल फर पंजाब पहिला कुरा के हो दैट इज साउथ वेस्ट मनसुन विन्ड अरेबियन ब्रान्च अर्को बे अफ बेंगल अनि मोस्ट इम्पोर्टेन्ट चाहिँ के हो वेस्टर्न डिस्टर्बेन्स सबभन्दा इम्पोर्टेन्ट चाहिँ के हो वेस्टर्न डिस्टर्बेन्सेस अब तमिलनाडु कोस्ट अघि भने तमिलनाडु कोस्टले सबभन्दा बेसी कहाँ पढाउँछ तपाईको रिट्रिटिङ मनसुनले सबभन्दा बेसी पानी कोले पर्छ रिट्रिटिङ मनसुन अनि नर्थ ईस्ट मनसुन सो नर्थ ईस्ट मनसुन चाहिँ के हो तपाईको विन्टरको टाइममा हुने मनसुन विन्टर मनसुन विन्टर मनसुन विन्डलाई हामी के भन्छ नर्थ ईस्ट मनसुन विन्ड पनि तर मोस्ट इम्पोर्टेन्टली तमिलनाडु कोस्टमा डरलाग्दो पानी कोले पराउँछ रिट्रिटिङ मनसुनले कुन चाहिँ महिनामा पानी पराउँछ नोभेम्बर महिनामा पानी पर्छ अनि यसै कारण यसलाई के भन्छ नोभेम्बर रेन पनि भन्छ ठिकै छ नाउ विल टक अबाउट द लास्ट सिजन जसलाई हामी के भन्छ नर्थ ईस्ट मनसुन सिजन पनि भन्छ अब यसलाई पनि मैले अस्ति नै एक्सप्लेन गरिसकेको छु दैट व्हाट इज नर्थ ईस्ट मनसुन सिजन यसलाई के भन्छ हामी विन्टर सिजन पनि भन्छ सो के भन्छ विन्टर सिजन सो दिस इज अगेन दिस म्याप अफ इन्डिया दिस म्याप अफ इन्डिया अब यो म्याप अफ इन्डिया के भयो विन्टर सिजनको टाइममा चाहिँ के हो ल्यान्ड के हुन्छ एकदमै चिसो हुन्छ बिकज ल्यान्ड गेट्स हिटेड फास्टर एन्ड गेट्स कुल छिटो गेट्स कुल्ड फास्टर सो विन्टर सिजनको टाइममा टेम्परेचर के हुन्छ एकदमै लो हुन्छ लो भएपछि हाम्रो ल्यान्ड गेट्स हिटेड फास्टर कुल्स डाउन फास्टर सो टेम्परेचर ल्यान्डमा के हुन्छ एकदमै कम्ती हुन्छ सो टेम्परेचर कम्ती भएपछि यहाँनिर के हुन्छ प्रेसर हाई हुन्छ ठिकै छ अब वाटरमा के हुन्छ वाटर बडिज सो वाटर बडीमा के हुन्छ टेम्परेचर के हुन्छ दे गेट्स हिटेड स्लोअर एन्ड कुल स्लो सो अब ढिलो कुल भएपछि के हो टेम्परेचर यहाँनिर बेसी नै हुन्छ सो टेम्परेचर बेसी भएपछि यहाँनिर के हुन्छ प्रेसर के हुन्छ कम्ती हुन्छ सो नो विन्ड फ्लो फ्रम हाई प्रेसर टु लो प्रेसर अब यहाँ के छ हाई प्रेसर छ अब विन्ड स्टार्ट फ्लोइङ फ्रम हाई प्रेसर टु लो प्रेसर अब चाहिँ के हुन्छ दे स्टार्ट ब्लोइङ जुन चाहिँ विन्ड कताबाट फ्लो हुन थाल्छ दैट इज कता फ्लो हुन थाल्छ हाई प्रेसर टु लो प्रेसर सो प्रेसर यहाँ हाई छ यहाँ लो प्रेसर छ भने चाहिँ ल्यान्डबाट कता फ्लो हुन थाल्छ सी पट्टि फ्लो हुन थाल्छ सो यहाँबाट फ्लो हुन थाल्छ विन्ड सो यसलाई नै के भन्छ तपाईको नर्थ ईस्ट मनसुन किन भन्दाखेरि चाहिँ यहाँ के छ नर्थ यहाँ के छ साउथ छ यहाँ के छ वेस्ट छ यहाँ ईस्ट छ अब कताबाट फ्लो हुँदैछ विन्ड सो विन्ड कुन चाहिँ डाइरेक्सनमा फ्लो हुँदैछ नर्थ र ईस्ट को बीचबाट फ्लो हुँदैछ दैट्स व्हाट इज कॉल्ड एज अ नर्थ ईस्ट
monsoon season or like even winter season. Kina? Because it is happening during the time of the winter. So winter season ko time ma temperature kamti bhako karanle गर्दा pressure बेसी हुन्छ land मा अनि sea water body pressure high temperature high भएको कारणले pressure कम्ती हुन्छ अनि wind start moving कताबाट north east direction मा move हुन्छ त्यसैकारण यसलाई के भन्छ north east monsoon season या फिर यसलाई winter season पनि भन्छ. Now we'll see here that is in winter season January is usually the coldest month. The temperature remains quite low during the winter season. Over the temperature decreases. So temperature decrease when the pressure increase from south to north. The temperature falls below the freezing point. Higher ridge of Himalayas को side एकदमै temperature minus तिर पुग्न थाल्छ अनि द्रास कहाँ छ तपाईको द्रास भ्याली जम्मू एन्ड कश्मीरमा के हुन्छ -45 डिग्री सेल्सियस सम्म पनि के हुन सक्छ टेम्परेचर पुग्न सक्छ. And which is the coldest place in India? It is the Dras. The Dras Valley in Jammu and Kashmir is the coldest place in India. So which is the coldest place in India? Dras Valley in Jammu and Kashmir is the coldest place in India with -45 degrees Celsius. So this is about the winter season. अनि कस्तो प्रकारले wind flow हुन्छ भने northeast प्रकारले flow हुन्छ. That's why it is considered as the northeast season or the winter season. Now what is disturbances? अघि मैले भने जुन चाहिँ मेडिटेरियन सी छ सो मेडिटेरियन सीमा डिप्रेसन क्रिएट हुन्छ त्यसले गर्दा साइक्लोन्स जेनेरेट हुन्छ. अब साइक्लोन पछि कोल्ड विन्ड्स ब्लो हुन्छ कतापट्टि ब्लो हुन्छ कोल्ड विन्ड्स हाम्रो इन्डियापट्टि ब्लो हुन्छ. सो त्यहीलाई नै के भन्छ हामी वेस्टर्न डिस्टर्बेन्स भन्छ जसले गर्दा नर्दर्न इन्डिया जस्तै जम्मू एन्ड कश्मीर पन्जाब यो जग्गामा के गर्छ यसले पानी पराउँछ अनि हायर रिचेसमा त झन् हिउँ पनि पराइन्छ. यसलाई हामी के भन्छ वेस्टर्न डिस्टर्बेन्सेस. एउटा के हुन्छ तपाईको लो प्रेसर सिस्टम हुन्छ. So low pressure system कहाँनिर हुन्छ that is वेस्ट एसिया भनेको मेडिटेरियन सीमा मैले अघि भने that is cyclonic disturbances क्रिएट हुन्छ कहाँनिर मेडिटेरियन सीमा वेस्ट एसियामा. त्यसले के गर्छ दे ट्राभल इस्टवर्ड कता आउँछ इन्डियापट्टि आउँछ कस्तो हुँदै इरान पाकिस्तान हुँदै हुँदै आउँछ अनि हाम्रो इन्डियामा कहिले विन्टर सिजनमा आइपुग्छ कहिले आउँछ विन्टर सिजन. अब यही विन्टरमा के गर्छ यसले रेन प्रोभाइड गर्छ. विन्टर सिजनको टाइममा यही कसले वेस्टर्न डिस्टर्बेन्सेसले रेन प्रोभाइड गर्छ. एट टाइम्स यसले स्नोफल पनि प्रोभाइड गर्छ. अनि यही विन्टरमा रेन हुन्छ. यही विन्टरमा रेन भएको कारण गर्दा यसले के को लागि इम्पोर्टेन्ट गर्छ इट इज इम्पोर्टेन्ट फर कल्टिभेसन अफ रबी क्रप. नाउ राइट इन द कमेन्ट सेक्सन गिभ सम एक्जाम्पल अफ रबी क्रप. यसको एक्जाम्पल के एक दुईवटा रबी क्रपको लेख्नुहोस्. ठिकै छ. नाउ आई रिपिट फेरि एकपल्ट भन्छु व्हाट इज वेस्टर्न डिस्टर्बेन्सेस. अघि मैले हिजो पनि भने दैट इज के हुन्छ. सो यहाँनिर मेडिटेरियन सी छ यहाँनिर के छ यहाँनिर के छ तपाईको गल्फ कन्ट्रीज छ त्यसको यहाँनिर के छ तपाईको वेस्ट एसिया छ त्यसको बादमा के छ यहाँनिर के छ यहाँनिर इन्डिया छ. नौ यहाँनिर क्रिएट हुन्छ जो तपाईको लो प्रेसर सिस्टम त्यसले गर्दाखेरि साइक्लोनिक डिप्रेसन क्रिएट हुन्छ. त्यसको यो फ्लो हुँदै 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 जरा इरान पाकिस्तान हुँदै हुँदै गएर कहाँ आउँछ यो इन्डियामा आउँछ. सो त्यतिखेर इन्डियामा के हुन्छ विन्टर सिजन हुन्छ. सो यो विन्टर सिजनमा यसले के प्रोभाइड गरिदिन्छ रेन प्रोभाइड गरिदिन्छ. त्यसको यसले के पनि प्रोभाइड गर्छ स्नोफल पनि इन हायर पिक्स हायर अल्टिट्युडमा स्नोफल पनि प्रोभाइड गर्छ. अनि दिस वेस्टर्न डिस्टर्बेन्सेसको सबभन्दा इम्पोर्टेन्ट खासियत के छ इट इज इम्पोर्टेन्ट फर द कल्टिभेसन अफ रबी क्रप्स. जुन चाहिँ रबी क्रप छ त्यसलाई उगाउनुमा यसले हेल्प गर्छ बाइ प्रोभाइडिङ रेन. कस्तो रेन विन्टर रेन इन विन्टर सिजन. ठिकै छ. सो दिस इज अबाउट द वेस्टर्न डिस्टर्बेन्सेस. सो लास्ट टपिक रहेछ द्याट इज डिस्ट्रिब्युसन अफ रेनफल. एउटा हेभी रेनफल जोन एउटा मोडरेट रेनफल जोन अर्को के छ द्याट इज लो रेनफल जोन अर्को के छ स्क्यान्टी रेनफल जोन. ठिकै छ. एउटा के छ हेभी रेनफल जोन अर्को के छ मोडरेट रेनफल जोन अर्को के छ फ्री. सो यसलाई के भन्छ लो रेनफल एउटा स्क्यान्टी रेनफल. अब कता कता हुँदैछ सर्टसर्ट हेरिहालौँ. हेभी रेनफल कहाँ छ वेस्टर्न घाट किन डरलाग्दो पानी पर्छ मेघालयमा डरलाग्दो पानी पर्छ इस्टर्न हिमालयमा डरलाग्दो आसाम अरुणाचल वेस्ट बेङ्गल. सो जता जता डरलाग्दो पानी पर्छ त्यसलाई के भन्छ हामी हेभी रेनफल जोन. सो एक्जाम्पल के वेस्टर्न घाटमा कसरी बिकज अफ द साउथ वेस्ट मनसुन विन्ड. मेघालयमा कसरी त्यही चेरापुन्जी मनसुन अघि भने साउथ वेस्ट मनसुन विन्ड जसले गाह्रो खासै जन्ती हिल्सले बक गर्छ. इस्टर्न हिमालयमा त्यही जुन चाहिँ साउथ वेस्ट मनसुन विन्ड बे अफ बेङ्गल ब्रान्चले आसाम अरुणाचल वेस्ट बेङ्गल सबैमा पानी पराउँछ. मोडरेट रेनफल कहाँ छ नर्दर्न पार्ट अफ आन्ध्र प्रदेश तमिलनाडु पार्ट्स अफ गङ्गा भ्याली महाराष्ट्र मध्य प्रदेश उडिसा जस्तो के जग्गामा के गर्छ मोडरेट ज्यादा रेनफल पनि छैन र कम्ती रेनफल पनि छैन ठिकैको रेनफल छ. त्यसको बादमा के छ लो रेनफल कहाँ छ डेक्कन प्लाट्यू. सो डेक्कन प्लाट्यूमा किन लो रेनफल बिकज इट इज लोकेटेड इन द लिवर्ड साइड अघि भने वेस्टर्न घाटको उल्टापट्टि. सो यो यस यो वेस्टर्न घाट भयो. सो वेस्टर्न घाटको अगाडिपट्टि त डरलाग्दो पानी पर्छ तर यो साइडमा
यो लिवर्ड साइडमा के गर्छ पानी पर्दैन बिकज इट इज लोकेटेड इन द रेन स्याडो जोन अनि यो कतानिर डेक्कन प्लाटुमा त्यही कारणले पार्ट्स अफ डेक्कन लो रेनफल ईस्टर्न राजस्थान सो राजस्थान पंजाब हरियाणा कश्मीर यो के हो लो रेनफल रिजन हो अनि स्क्यान्टी भनेको चाहिँ एकदमै कम्ती रेनफल सो कहाँनिर पंजाब साउदर्न पंजाब सो पंजाबको साउथपट्टि वेस्टर्न राजस्थान एकदमै पानी पर्दैन पार्ट्स अफ लद्दाख एकदमै मरु के छ तपाईको एकदमै त्यहाँनिर तपाईको चिसो एकदमै टेम्परेट क्लाइमेट भएको कारणले एकदम यहाँनिर पानी एकदमै लेस रेनफल छ स्नोफल डेफिनेटली बेसी छ र रेनफल एकदमै कम्ती बन्जर जमिन छ कहाँनिर तपाईको पार्ट्स अफ लद्दाखको कतिवटा भागमा चाहिँ देयर इज नो ग्रिनरीज एकदमै ग्रिनरीज छैन अनि वेस्टर्न राजस्थानमा पनि तपाईको बारमर थार डेजर्टका छ वेस्टर्न राजस्थान बिकज अफ द अरावलीज हैन जसले साउथ ईस्ट मनसुन विन्ड लाई या फिर ब्लकै गर्दैन त्यसै कारणले गर्दाखेरि वेस्टर्न राजस्थानको बारमार रिजन त्यसको गर्दा थार डेजर्टतिर तपाईको पानी छैन अनि के गर्छ वेस्टर्न घाट जहाँ चाहिँ वेस्टर्न घाट डेक्कन प्लाट्युको वेस्टर्न घाटको पछाडिपट्टि लिवर्ड साइड सो मैले अघि भने सो यो साइडमा एकदमै पानी पर्दैन जहाँ चाहिँ कसले ब्लक गरिदिन्छ वेस्टर्न घाटले ब्लक गर्दै योलाई के बनाइदिन्छ रेन स्याडो जोन बनाइदिन्छ अनि पानी पर्दैन ठिकै छ व्हाट आर द फीचर्स अफ रेनफल इन इन्डिया हाम्रो जो इन्डियामा रेनफल छ उसको फीचर्स के छ यसले के गर्छ दिस रेनफल इज ओभर 3 months सो के भन्छ 3 महिनासम्म पानी पर्छ दैट इज जुन जुलाई अगस्त सेप्टेम्बर भनौं 4 महिना भनौं जुनदेखि सुरु हुन्छ कहिलेदेखि जुनदेखि सुरु हुन्छ कहिलेसम्म सेप्टेम्बरसम्म तर बेसी पानी पर्ने चाहिँ कति हो जुलाई र अगस्त डरलाग्दो पानी पर्छ कुन चाहिँ महिना बेसी पानी पर्छ जुलाई सो जुलाई र अगस्तको महिनामा चाहिँ डरलाग्दो पानी पर्छ सो 3 months दैट इज जुन जुलाई अगस्त सेप्टेम्बर डरलाग्दो पानी पर्छ बाकी इट्स अल रिमेन्स अलमोस्ट ड्राई सो यो एउटा फिचर्स हो अर्को फिचर के हो यो कस्तो हुन्छ that यसले पानी त पराउँछ तर कता बेसी पानी पर्छ भन्दा विन्डवर्ड साइडमा बेसी पानी पराउँछ लिवर्ड साइड रेन स्याडो जोनमा पानी पराउँदैन द रेन्स आर मोस्टली मेनली रिलिफ टाइप दैट विन्डवर्ड स्लोप माउन्टेन गेट्स मोर रेनफल देन द लिवर्ड साइड त्यही भने अर्को के हो इराटिक रेनफल छ के छ अनसर्टेनिटी कोही बेला पानी पर्छ कोही बेला पानी पर्दैन कोही बेला ड्राउट कन्डिसन पनि हुन्छ सो एकदम इराटिक रेनफल छ किन भन्दाखेरि जस्तै पेरु कोस्ट अघि हामीले भन्दा एल निनो भन्ने एउटा इफेक्ट हुन्छ कहाँनिर पेरु कोस्टमा सो त्यहाँनिर के हुन्छ तपाईको वार्म करेन्टको कारणले गर्दाखेरि वार्म बनाइदिन्छ सीटको टेम्परेचर त्यसले कारणले गर्दा कोही बेला एउटा रेनफलै हुँदैन मनसुनै आउँदैन एकदमै डिले हुन्छ कोही बेला छिटो हुन्छ सो यसको ठेगानै छ त्यसलाई के हुन्छ अनसर्टेन के हुन्छ एराटिक रेनफल अर्को फिचर के हो दैट इज इन्डियाको टोटल इकोनोमी एग्रिकल्चर छ एग्रिकल्चर बेस्ड इकोनोमी छ यो टोटली के माथि आधारित छ रेनफल माथि आधारित छ सो इंडिया हैज एन इग्नोरेंट इकोनोमी डिपेंडेंट ऑन रेनफॉल सच एज रेन एफेक्ट्स द इकोनोमी अफ द कंट्री सो यसले एग्रिकल्चर बेस्ड इकोनोमी भएको कारणले एकदम इम्पोर्टेन्ट के छ रेनफल चाहिन्छ सो व्हाट आर द फिचर्स अब अलिकति भनिदिउँ सर्टकटमा दैट इज एउटा इम्पोर्टेन्ट फिचर्स के हो 3 महिनासम्म यो के गर्छ पानी परिरहन्छ अनि मोस्टली इन्डियामा रेनफलको टाइममा मात्रै यसलाई पानी परेको हुन्छ बाकी रेनी सिजनको टाइममा चाहिँ अलमोस्ट अल द इयर राउन्ड चाहिँ अरु के हुन्छ यो ड्राई हुन्छ भनेर भन्दैछ अर्को द रेन्स आर मेनली रिलिफ टाइप कस्तो टाइप रिलिफ टाइप भनेको चाहिँ यसको टोपोग्राफिकल चीजले कसरी डिपेन्ड गर्छ किन विन्डवर्ड साइडमा एकदम पानी पर्छ लिवर्ड साइडमा पानी पर्दैन अनि इराटिक रेनफल हुन्छ रेनफलको सर्टेनिटी चाहिँ कोही बेला डरलाग्दो पानी पर्छ कोही बेला पर्दैन कोही बेला मनसुन सिजन छिटो आउँछ कोही बेला ढिलो आउँछ सो यो के हो इराटिकनेस इन द रेनफल अर्को चाहिँ इन्डियन कन्ट्री हाम्रो जो छ एग्रिकल्चर बेस्ड इकोनोमी हो अनि वी नीड रेनफल वी आर डिपेंडेंट ऑन रेनफल फर एग्रिकल्चरल प्रोडक्टिविटी एट टाइम्स जब रेनफल हुँदैन सो त्यतिखेर एग्रिकल्चर प्रोडक्टिभिटी ड्यामेज भएर सो वी हैव टू फेस अ एक्सट्रीम इकोनोमिक क्राइसिस इन टर्म्स of agriculture, right? So this is all about it. So we have finally completed the climate of India. So now in the next class we'll see soil resources and natural vegetation. So अब कसैलाई के डाउट छ भने चाहिँ definitely you can always reach out to me in either of the ways, that is तपाईको Instagram, by Telegram or तपाईको WhatsApp गरेर and definitely I'll entertain your doubts. अनि तपाईलाई I feel कि यो यति भिडियो हेर्यो भने you don't need to study book पनि डेफिनेट बुक त पढ्नु पर्यो तर त्यो लाइन बाइ लाइन पढ्नु परेन बुकको कन्टेन्ट हेर्यो त्यसको बाद इफ यु रेफर माय भिडियो इट विल डेफिनेटली बुस्ट योर प्रिपरेसन फर योर अपकमिङ एक्जामिनेसन्स अनि जसले पार्ट 1 हेर्नु भएको छैन पार्ट 1 हेर्नुहोस् अनि पार्ट 2 हेर्नुहोस् त्यसको बाद अरु सब्जेक्ट्सको अरु भिडियोजहरु पनि छ त्यसलाई पनि रेफर गर्नुपर्ने इट विल गिभ एन एज टु योर प्रिपरेसन सो थ्यांक यू एभ्रीवन थ्यांक यू सो मच फर बीइङ पार्ट अफ ACOL family or transformative journey towards achieving the best. Thank you. Stay connected.